एउटा धनी मानिसका 2 छोराहरू थिए। कान्छो छोरोले आफ्नो अंश लिएर टाढाको देशमा गयो र मोजमस्तीमा सबै सम्पत्ति सकायो। जब त्यो देशमा अनिकाल पर्यो, उनी भोकै भयो र सुँगुरले खानेकुरा खानुपर्ने अवस्थामा पुग्यो। उसले सोच्यो, मेरो बुबाको घरमा त कामदारहरूले पनि अघाइन्जेल खान पाउँछन्, म भने यहाँ भोकै मर्दैछु। म फर्केर जान्छु र बुबासँग माफी माग्छु। जब उनी घर फर्कदै थियो, बुबाले उनलाई टाढैबाट देख्नुभयो। बुबा क्रोधित हुनु भएन, बरु दगुर्दै गएर छोरालाई अँगालो हाल्नुभयो र मही खानुभयो। छोराले भन्यो, बुबा, मैले स्वर्ग र हजुरको विरुद्धमा पाप गरेको छु। तर बुबाले आफ्ना नोकरहरूलाई भन्नुभयो, चाँडो गर, सबैभन्दा राम्रो लुगा ल्याएर यसलाई लगाइदियो र एउटा ठुलो भोजको आयोजना गर, किनभने मेरो यो छोरो मरेको थियो, अहिले जीवित भएको छ, हराएको थियो, अहिले भेटिएको छ। यस कथाको सुसमाचार सन्देश। यो कथाले परमेश्वरको प्रेमलाई दर्शाउँछ। हामी सबैले पाप गरेर परमेश्वरलाई बिर्सेका छौँ, तर जब हामी आफ्नो गल्ती महसुस गरेर उहाँतिर फर्कन्छौँ, उहाँ हामीलाई सजाय दिन होइन तर प्रेमले अँगाल्न पर्खिरहनु भएको छ।